जनकपुर धामका मेयर मनोज शाहका काका वासुदेव शाहको छुरा प्रहार गरी हत्या भएको छ। जनकपुर धाम उपमहानगरपालिका 15 कुवारामपुर बस्ने 65 वर्षीय वासुदेव प्रसाद उर्फ विमलको हत्या भएको हो। वासुदेवलाई उनकै ज्वाइँ जनकपुर धाम 21 कुर्थाका 48 वर्षीय बेचन महासेठले आज बिहान पौने 10 बजे घरमै छुरा प्रहार गर्दा मृत्यु भएको हो। धनुषा प्रहरीका प्रवक्ता डीएसपी वरुण बहादुर सिंहका अनुसार जग्गा सम्बन्धी घराइसी विवादका कारण बेचनले ससुरालाई घरमै पेटमा चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका थिए। उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याउँदै 10:30 बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। घटना पश्चात चक्कु प्रहार गर्ने ज्वाइँ बेचन फरार छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। यता सूक्ष्म अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी बिहान झन्डै 9:30 बजीतिर हामीलाई एउटा खबर आयो। जनकपुर 15 कुवारामपुर बस्ने वर्ष 65 को वासुदेव शाहलाई उहाँको आफ्नै ज्वाइँसँग जग्गा सम्बन्धी विवाद भए पश्चात निजका ज्वाइँले चाहिँ चक्कु प्रहार गरेको भन्ने कुरा आएको बुझ्दै जाँदाखेरि चाहिँ अब उहाँको पेटमा चाहिँ चक्कु प्रहार भएको रहेछ। तुरन्त रेस्क्यु गरेर चाहिँ हस्पिटल पठाउने काम भएको थियो। त्यसमा चाहिँ हस्पिटलमा पुर्याउँदा लगभग 10:30 बजिसकेको थियो। त्यति बेला चाहिँ हस्पिटलले चाहिँ उहाँको मृत्यु भएको घोषणा गरेको थियो। प्रहरीले चाहिँ घटनास्थल तुरन्तै सुरक्षित साथ राख्ने काम गरेर प्रमाण जुटाउने कामहरूमा लाग्यो र अन्य अनुसन्धानको काम जारी छ। हामी सकेसम्म चाँडो जुन शङ्कास्पद मान्छे छन् जुन अभियुक्त छन् त्यसलाई चाहिँ हामी नियन्त्रणमा लिन्छौँ।